हेलो सो गाइज हेर्न सक्नुहुन्छ आज चाहिँ मेरो बेलुकाको डिनर रहेको छ। सिम्पल तरिकाले सादा त्यो चाहिँ सोया नगेट्स भन्छ। यो सोया नगेट्सको सब्जी हो। हेर्न सक्नुहुन्छ सिम्पल पारामा यसरी म पकाएको छु। हजुरहरूलाई कस्तो लाग्छ पुरा भिडियो हेरेर मलाई सपोर्ट गरिदिनु होला। हाम्रो सानो परिवार मिठो खाना हेर्न सक्नुहुन्छ। कस्तो लाग्छ कमेन्ट गरेर भनिदिनु होला प्लिज। सुरुदेखि अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला अनि मेरो च्यानलमा सब्सक्राइब सेयर लाइक कमेन्ट सबै गरिदिनु होला। खासै बोल्न त आउँदैन, त्यही पनि बिस्तारै बिस्तारै प्र्याक्टिस हुँदैछ, सुरुवात हुँदैछ, नयाँ सुरुवात। प्लिज हेरिदिनु होला मेरो भिडियो अनि सब्सक्राइब पनि गरिदिनु होला। हेर्न सक्नुहुन्छ मैले कसरी बनाइरहेको छु। सादा केही हालेको छैन, सिम्पल तरिकाले, तर लास्टमा एकदमै मिठो भएको थियो। अहिले चिसोको समयमा यसरी रस बनाएर सोया नगेट्सको एकदमै मिठो हुन्छ। हेर्न सक्नुहुन्छ मैले टमाटरको अचार पनि बनाएको छु सादा तरिकाले सिलौटोमा पिसेर। कस्तो लाग्छ हेरिदिनु होला मेरो भिडियो प्लिज। बोल्न त खासै आएन, के बोल्ने भिडियोमा बोल्नै आएन, त्यही पनि प्र्याक्टिस हुँदैछ बिस्तारै बिस्तारै। भिडियो लामो छ, अन्तिमसम्म हेरिदिनु होला। हेर्न सक्नुहुन्छ मैले पकाएर पनि खाना रेडी गरिसकेँ, अहिले पस्किँदैछु। यो चाहिँ बेलुकाको खाना हो। हामी यस्तै सादा खान्छौँ बेलुकाको खाना चाहिँ। कस्तो लाग्छ हेरिदिनु होला, पुरा भिडियो हेरेर साथ दिनु होला।